र म चाहिँ उता मार्ट गइरहेका छौँ। ऊ जथाभावी चाहिँ बाटो काटिरहेको छु कोरियामा होइन। अब हामीलाई समात्यो भने चाहिँ अब फाइन चाहिँ हान्छ होला। कोरियामा काम गर्ने क्रममा चाहिँ आज म तपाईँहरूलाई होइन मेरो कम्पनी देखाउनु गइरहेको छु भन्नुपर्छ। तपाईँहरूकोतिर कस्तो हुन्छ? म त क्याङचाङ फोकको ठेकुतिर छु। यता त धेरै गर्मी हुन्छ अनि हजुरहरू कता हुनुहुन्छ, कतिको गर्मी छ? वेलकम टु माई मिनी ब्लग। म चाहिँ आज होइन कोरियामा काम गर्ने क्रममा आज कम्पनीमा चाहिँ काम गरिरहेको छु र आज मैले चाहिँ यता काम गर्नुपर्ने भएकोले उता गाडी सँगसँगै काम गर्नुपर्ने भएको छ। कम्पनीमा फुजाङ आएर अहिले मलाई यहाँ यस्तो यस्तो गर भनेर सिकाएर गएर आफू चाहिँ कता गएको छ थाहा छैन गाई। त्यस्तै छ कोरियाको लाइफ होइन। अब पहिला सुरुमा काम पनि सिक्या हुन्न। म चाहिँ कम्पनी चेन्ज गरेर आएको उता कम्पनीबाट। अब धेरै फोकचाप छ यता कम्पनीमा होइन। यस्तै हो जिन्दगी। कहिलेकाहीँ त अब यस्तै हो, घाम पानी भन्न पाइँदैन। अब लगाएर आजको मेरो काम भनेको चाहिँ यो ट्याङ्कीभित्र पसेको के अरे सिरुमलाई बाहिर निकाल्ने हो क्या। अनि त्यही भएर म यो कम्पनी पनि देख्न सक्नुहुन्छ। उता धेरै ठुलो कम्पनी छ। यता गाडीहरू टन्नै छ अनि ट्याङ्कीहरू पनि टन्नै छ भन्नुपर्छ। यस्तै हो हाम्रो चाहिँ। अब यो केमिकल बनाउने कम्पनी हो। यो एड्रेस भन्दाखेरि तपाईँको खेङबो खेङचाङ सी चाइनम्याङ भन्ने ठाउँमा पर्छ। यो थेगुको हो। हेलो गाइज, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। मेरो भ्लगलाई माया गर्नुहुने सबैजनालाई माया छ है। सबैजनाले साथ सपोर्ट गरिदिनु होला। र आज म सधैँ चाहिँ काम सकेर अब नुहाइधुवाइ गरेर माथितिर जाने कुरा गर्दा छु। बिहानैदेखि काम सकाएर होइन, काम सकाएर रुम गएर नुहाइधुवाइ गरेर अब चाहिँ हामी मार्ट गइरहेको छु भन्नुपर्छ। र मार्ट गएर तपाईँहरूलाई आज म केही खानेकुरा लगायत अब कोरियामा रहेको महँगाइको कुराहरू भनिदिने गरेको छु। आज चाहिँ म भ्लग बनाउन गइरहेको छु र भ्लग बनाउने क्रममा काम सकेर म चाहिँ मार्टतिर गइरहेको छु। र मार्टतिर मलाई चाहिँ अब सामानहरू किन्नुपर्ने भएर यता अब कोरियामा चाहिँ के हुने रहेछ भने फलफुल तरकारीहरू भन्ने कुरा चाहिँ लास्टै महँगो हुने। फेरि यतै फलाउने रे, यतै फलाएर पनि लास्टै महँगो हुने। खै मैले त बुझ्नै नसकेको कुरा भने यति महँगो त कहाँ फलफुल तरकारी होला भनेर सोचेकै थिइनँ नेपालमा। र हेर्न सक्नुहुन्छ तपाईँ, एकछिनपछि म तपाईँहरूलाई देखाउने छु। ल आज चाहिँ हामी उता अब काम सकेर होइन मार्टतिर जाने भनेर सोचिरहेको थिएँ। उता मेरो साथी है, म्यानमारको साथी क्यामेरामा जाने हो किसान हाजीमा। र म चाहिँ उता मार्ट गइरहेका छौँ। ऊ जथाभावी चाहिँ बाटो काटिरहेको छु कोरियामा होइन। अब हामीलाई समात्यो भने चाहिँ अब फाइन चाहिँ हान्छ होला। 친구야. 하지 마세요. 어디? 어? 와. 우산으로? 응. 그쪽으로. 아, 오케이. ल हेर्न सक्नुहुन्छ कोरियामा चाहिँ फलफुल तरकारी भन्ने कुरा चाहिँ लास्टै महँगो रहेछ। यहाँ अनलाइन हेर्नु त कति महँगो। त्यसै गरी कोदो पनि त्यस्तै महँगो छ। स्याउ त कसरी रहेछ महँगो रहेछ स्याउ पनि। नसकिने अरू कुरा सस्तो भए पनि फलफुल तरकारी त के हो नेपालको भन्दा डबल त्रिबल नै महँगो हुने है। तपाईँहरू गाह्रो छ है कोरियामा फलफुल तरकारी खान त। मलाई त फलफुल त खासै मन नि पर्दैन।